मेरो बुढालाई जन्मदिनको धेरै धेरै शुभकामना। भने हाँस्नुहुन्छ अनि लाज आउँछ कि। ल जन्मदिन धेरै धेरै शुभकामना, बुढोलाई राम्रो होस् है, आँटेको कुराहरू सबै पुरा होस्। अब अरू त मलाई भन्न आउँदैन होइन, अप्ठ्यारो लाग्छ कि बुढाको अगाडि बोल्नुलाई। रक्षा गर्नु है भगवान्ले, शक्ति दिनुहोस् भगवान्, जहाँ हिँडे पनि बाटो खुल्ला होस् बुढोको। ल जे चिताको त्यही पुगोस्। खुसी हुनुभयो बुढो? मैले हेर्नु त तपाईको लागि यस्तो यस्तो गरिदिएको छु है गाइज, हेर्नु त मेरो बुढालाई। ल बुढा खुसी भएन जस्तो लाग्यो मलाई। खोइ त बोल्नु भएन, मोबाइलमा मात्रै व्यस्त, के गर्नु। उसको कामै त्यही छ नि। गुड गणेश खानुस् है। ठुलो छोरी चाहिँ पिकनिकको लागि रेडी भइसक्यो आज, अनि बाबालाई सगुन दिएर मात्रै जाने भनेर बसिरहेछ है, जाँदा हतार भइसक्यो। बाबाले खोइ त ह्यापी बर्थडे भनेन त। ह्यापी बर्थडे टु यु। ल है अब छोरी पनि रेडी भएर जान्छन् पिकनिकमा, कान्छी छोरीलाई अब स्कुल लानुपर्छ। ल हाम्रो चाहिँ यति नै हो साथीहरू। ल मेरो बुढालाई, प्यारो मान्छे मेरो बुढा। बुढाले सगुन ग्रहण गर्नुभयो। ल अब ठुल छोरीले बाबालाई सगुन दिन लागेको छ, दिँदैछिन्। कान्छी छोरीको पनि इन्ट्री भयो, बाबाको परिहरू। हाम्रो चाहिँ बर्थडेमा यसरी नै यति नै हुन्छ होइन। अब मामुले चाहिँ टिका लगाइदिन लगाइरहनु भएको छ बाबालाई। जन्मदिनको धेरै धेरै शुभकामना है बुढो। सधैँ यसरी मलाई माया गर्नु, कहिलेकाहीँ रिसाउनुहुन्छ। अब 12 अन्डा 12 दिन भइरहेको छ। देऊ न भएको छँदैछ अलि पछि। अब यसरी मात्रै दिन्छु ल अब चाहिँ सक्यो सगुन कार्यक्रम। बाई बाई सबैजनालाई, मेरो बुढोको दिन राम्रो होस्। आज टिका लगाएर आएछ नि नतासाले, भन्दा मेरो बाबाको बर्थडे भन्ने।